नमस्ते साथीहरू, के तपाईँहरू यी सेवाबाट आफ्नो सिममा पैसा ट्रान्सफर गर्दा 50 रुपियाँ भन्दा तल गर्न सक्नु हुँदैन? जस्तो कि मोबाइल टपअप भयो यहाँबाट, अनि मोबाइल टपअपमा यहाँ नम्बर हालेर अनि यता 50 भयो, 50 भन्दा तल, जस्तो कि म 45 हालेँ, 45 भएन। यहाँ लेखिरहेछ कि एमाउन्ट मस्ट बी ग्रेटर देन इक्वल टु 50 रुपिज, 50 रुपियाँ भन्दा तल जाँदैन भनेर लेखेर आइरहेछ। तर म तपाईँहरूलाई आज सिकाउन गइरहेको छु 50 रुपियाँ भन्दा तल आफ्नो नम्बरमा टपअप कसरी गर्ने भनेर है। सुरुमा त तपाईँ एनसिएल एप खोल्नु होला। एनसिएल एप खोलेपछि अनि तपाईहरु आफ्नो नम्बरबाट लगइन गर्नु होला एनसिएल एप। त्यसपछिबाट यो तल रिचार्जको आइकन छ, रिचार्जमा थिच्नु होला। रिचार्जमा थिचेपछि यहाँ पे अनलाइन भनेर आउँछ र एउटा रिचार्ज कार्ड भनेर आउँछ। अब रिचार्ज कार्ड छ भने रिचार्ज कार्डबाट हाले भयो। हामीलाई त अब अनलाइन पे गर्नु छ। अनलाइन पेमा गएर तपाईँ एमाउन्ट हाल्नु, कति एमाउन्ट हाल्नु छ। जस्तो म 20 रुपियाँ हालेर देखाउँछु है त, 20 हाले। अनि तल रिचार्जमा थिच्नुहोस् होला। रिचार्जमा थिचेर अनि केबाट पे गर्ने त, मोबाइल ब्याङ्किङबाट पे गर्ने कि ई सेवाबाट पे गर्ने हो। तर म चाहिँ ई सेवाबाट पे गर्छु, त्यही भएर म ई सेवामा क्लिक गर्छु अनि पे नाउ गर्छु। अनि यसमा हालेर अब तपाईहरु ई सेवा आफ्नो आइडी हाल्नु पर्ने हुन्छ। यहाँ ई सेवा आइडी हालेर अब आफ्नो पासवर्ड के छ अथवा एमपिआइएन त्यो पिन के छ त्यो हाल्न सक्नुहुन्छ। त्यो हालिसके अनि आई एम नट अ रोबोटमा क्लिक गर्नुहोस्, आफूलाई भेरिफाई गर्नुहोस् र लगइनमा क्लिक गर्नुहोस्। यति भएपछि अब तपाईको मोबाइल नम्बरमा एउटा कोड आउँछ, त्यो कोड कपी गरेर हाल्नु होला। मैले कोड हालिसके, अब भेरिफाईमा थिच्नु होला। भेरिफाईमा थिचेपछि कन्टिन्यू गर्नुहोस्। कन्टिन्यू गर्ने पे बाइ ई सेवामा क्लिक गर्नुहोस्। हेर्न सक्नुहुन्छ ट्रान्ज्याक्सन सक्सेसफुल देखायो। मेरोमा 20 रुपियाँ आइसक्यो रिचार्ज। हेर्न सक्नुहुन्छ मेसेज पनि आइसक्यो। 20 रुपियाँ रिचार्ज सक्सेसफुल भएछ। र तपाईहरु पनि यस्तै गरेर 50 भन्दा मुनि 10 20 जति भयो त्यति चाहिँ ट्रान्सफर गर्न सक्नुहुन्छ एनसिएल एपबाट। धन्यवाद। भिडियो राम्रो लागेमा लाइक कमेन्ट शेयर गर्नुहोस् र च्यानललाई सब्स्क्राइब गर्नुहोस्। धन्यवाद।